मेरो अर्को ब्लगमा। र यो चाहिँ हो मेरो दिदी मेरो फुपूको छोरीको बिहाको भिडियो र मेरो चाहिँ स्वर पनि भाँसिरहेको थियो, त्यही भाँसेको स्वरमै भोइस ओभर गरेको छु। यहाँ चाहिँ हुँदैछ हाम्रो भिनाजु र जन्तीहरूको साल बाद सिलगढीमा बस्थे हो त्यसलाई भेटै हुँदैन बल्ल बल्ल भेट भयो। अब चाहिँ पालि आयो बेहुलीको मेरो बाबा र मम्मीले चाहिँ कान्छी भान्जीको गोडा धुनुहुँदैछ बिहामा। मेरो चाहिँ स्वर बिहाले गर्दा भाँसेको छ, भाँसेको स्वरमै भोइस ओभर गरिरहेको छु। तेलको अलिअलि गला बसेको छ।
जानेको एकदम मजाले बस्छु यहाँ त अहिले हालत मेरो बाबा 3 बजी उठेर खसी काट्न आएको मेरो बाबा 3 बजी उठेर खसी काट्न आधी हुरी आउँदा म बन्छु तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी अब चाहिँ सकियो हाम्रो दिदीको केटीपट्टिको बिहा र हामी पुग्यौँ दिदीको सासूले यहाँ चाहिँ दिदीको सासूले भन्दैछ बुहारीको मुख देखाइ तिलहरी लाएर थ्याङ्क यू सो मच फर